वेलकम बैक टू माई यूट्यूब च्यानल माने मेरो बुढाको च्यानल। आज चाहिँ भने भाइको बिहे। मेरो भाइले केटी बगाएर ल्याएछ, बुहारी बगाएर ल्याएछ। बुहारी यता हेर्नु वा टुटु भन्ने के ससुरोको हालत यहाँ छ है। अब आज पछि हाल्छु म। सासू यहाँ छ। नमस्ते गर्नु आमा। नमस्ते भन्नु। सबैजना आउनु होला। आज भाइले बुहारी लिएर आएछ। आज यसो तामझाम मिलाउँदै मैले त घाममा सुकाएर अनि माट्ने भने के को तामझाम यो? ए बनाऊ न, बोलाउ न काली। बोल्दिन म त भनेको अलिकति यसो पार्टी छ क्या हाम्रो पार्टी भन्नु न। बेको 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 पार्टी हो। लसुन केलाउँदै बुहारी है, यता हेर्नु न। भाइको बुहारी हैन, भाइको बुढी मेरो बुहारी। किन भिजाएको त? चल यहाँ कस्तो गाह्रो है। ऊ जम्मै हो पानी भिजेको छ। अब भइसक्यो अब होस् अब। पुग्छ होला है। यो चाहिँ बन्द खुड्काउने तरिका है। यो सजिलो गाउँघरको तरिका। कहाँतिर हाल्ने हो थाहा छैन। भिडियो बनाए दुईटा अलि पर बस नि छोरो। अलि पर बस। त्यहाँको टोलेर डोगा चल्दैछ भा। त्यहाँ कस्तो झुझिकन आउँछ। म त्यहाँ कसरी बस्छु अनि अघि पनि लगाइरहेको थिएँ त। अघि मैले लुगा सिलाउनु देखाएँ। म र रमेन तपाईलाई त्यो बानी हुन्छ। मेरो सुला मगा हुँदै छोरो। हाम्रो उता पारीको त यसरी पनि हो। चलाचुरै बिगार्दो रहेछ नि। त्यहाँ काले के खाएको? बिस्कुट। किन खाएर यहाँ गराउन थापाको घर लयो भने हैन? तपाईहरुको छुट्टै हो त्यो त। म त भिन्दै छिटो पकाउने हो। होइन पकाउँथ्यो त्यो अलि स्वाद आउँछ। मलाई त अहिले चिलाउन थाले म त्यो नभन्नु नि झन् सक 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 सक। ओ लक्ष्मी कता न्याम्म भएको गाउँ रमाइलो लागेन क्या हो? कस्तो लाग्यो रमाइलो? सिन्धुपाल्चोक रमाइलो कि यता नकुल रमाइलो? भएपछि मान्छे चिनेपछि रमाइलो हुन्छ क्या। अहिले नचिनिन्दिनु मात्रै हो। अहिले त को जस्तो हुन्छ। अहिले त अब आफ्नो बुढोसँग बाइक अरूसँग त्यति साह्रो खुलेर बोले नै हुँदैन। त्यति हिँड्ने हुँदैन। को मान्छे कस्तो खाने हुँदैन। पछि पछि हो कि थाहा। आफ्नो बेमा आफूले काम गर्न कस्तो अनुभव है? अरू यो कुरालाई चाहिँ अचम्म लाग्छ होला। उहाँहरूको गाउँतिर काममा अलिक डिफरेन्स हुन्छ होला नि। यहाँ चाहिँ काम नदेखेर। पैसा कमाउँछ। घर बसिरहनु भन्दा त अलिकति चिया खाने खर्च हुने नै आउँछ। आफूलाई चिया खाने खर्च, आफूलाई खान मन लागेको कुरो लाउनु मन लागेको कुरो लाउनु पाउँछ। हाम्रो उहाँ सिन्धुपाल्चोक जस्तो होइन। यहाँ त टन्नै कमाउँछ। कति हुन्छ र? 4 चाहिँ फेरि हाम्रो त उहाँतिर त फेरि अर्कै सिस्टम हो। फेरि के भन्छ अरे कस्तो खालको हरे लक्ष्मी? हाम्रो त यहाँ 7 बजे गएर 10 बजे छुट्टिन्छ नि है। उहाँ त छैन। बिहान गयो भने 6 बजी जानु। गयो भने 11 बजी।
भइरहेको त बे पानी परेर अलि अलि नरमाइलो भन्नु नि दिदी कहाँ बहिनीले हेरेर बसिरा त भाइरल हुने भयो कस्तो भयो रमाइलो भएर बेको अनुभव फुल नाला भनेर रहेछ अन्त यहाँ मेरो लगाइदेऊ कस्तो भएर बे आफूले खुसी लगाएर नि है आफूले खुसी ल्यायो नि है हामीले ल्यायो त होइन नि है कतिको भाइ पाएर कति खुसी भइरह हेर तँलाई मन पर्यो एकदम ओइ त्यसो नपड्का भाइ डराउँछ सोध्नु त पर्यो नि है आफूले खुसी ल्याएको है फेरि भोलि पर्सि होइन भन्थ्यो भने आनीको टिका चाहिँ हामीलाई दिन्छ पैसा चाहिँ हामीलाई सुत्न मजा आउँछ धेरै छोडा भ्या ढोक दियोलाई ढोक यस्तै हो हामी यस्तै हो हैन अलि ज्याम ज्याम छ र न फर्स्ट टाइम भएर नर्भस भयो होला त्यो पूजा आज गर्ने मान्छे नि त्यही भएर पैसा निकालेर राख्नुपर्छ बेहुलाले आफ्नो गल्ती गरेर ल कति भएर राख्ने त गरे अझैसँग होला नि त फेरि हजार हजारको नोट देखिन्छ भनेर नि हो त्यही एउटा राखेर हुन्छ छोरे हजार चाहिँ भान्जी चाहियो भने सजिलो हुन्छ बनाएर के गर्नलाई बेहुलीले लाउँछ टिका अनि हामीले त पहिला सुरु टिका तुरालाई टिका लगाएर अब माला लगाइदिने छाताले नो छाताको खोजिरा पकाइ छोरा अहिले ढोग्नु पर्छ आजबाट गुड पक्का भयो हिजोसम्म भाँदैन होला अब ढोग्ने हो ल खुट्टा ढोर भयो आज त कहाँ त्यसै ढोग्ने हो खुट्टै ढोर पर्यो खुट्टा ढोगेको त अनि उनीहरूको चलानै त्यस्तो होला अनि पहिला हारेको छोड्नु पहिला हो त अब उसलाई दुधा गर्नु पर्यो पहिला दुधलाई उसले पनि ढोग्ला नि फेरि हुन्छ त ए बेहुला बेहुलीले चुई काम भने ल ल दुईटा
अब स्वयंवरको सट्टा उति पोती लिएर होला नि उसलाई लगाइदियो पनि यस्तो गरेर त लगाइदियो नि ल ताली बुढालाई ढोका न यसरी अब सिन्दुर हाल्ने न त्यसै हाल्ने लेखा त्यसरी खाली हाल्दै सिक्का पैसा त म झ्यालमा राखेँ एउटा ए धागोले हाल्छ हैन र हैन तामाङहरुको धागोले हाल्छ खै हाम्रो त धागोले हाले तामाङहरुको धागोले रेडी भएर बसिरहेको सकेसम्म बस्न पर्यो नि त हल्का उले कुनैमा बसेर हुन्छ कि बस बरु तीनचोटी हाल्नु यसरी के हेरिरा यतातिर चढाउनु पर्छ कि पैसा अलि चढाउ न त्यसले नै चढाउनु अघि छलाई नगरिकन गर्छ त अब उता चढाइदिनु अब हाल्दिनु को त्यो लामा नचाका फेरि अब एकचोटि आफै दुईचोटि अब अर्कोचोटि खै ताली कसरी बजायो ह्यापी बर्थडे खोइ ह्यापी बर्थडे दिइराख न कसले भने के खै त ह्यापी बर्थडे भइसक्यो त खाजा कसरी लेखाइन है लगाइदिनु भएन ह्यापी बर्थडे हैन नि फेरि ह्यापी बर्थडे भन्नुपर्छ ये मतलब देखेर झुकेर फेरि बर्थडे भन्छ एउटा उति मालाले हुन्छ नि है भने ओइ बजार कान्छ इनारी ओ माला बनाइछ छोरीले लगाइ हुन्छ ल न्युरी न न्युरी त्यसरी हैन के छोरी पछाडिबाट चाहिँ हाले भए अड्डी अब बुबाले टीका लगाइदिने अब ल पहिला बुवाले नि पूजा गर्नु बखान पहिला माइला पर्छ भोलि पर्सि दुगान माला ससुराली जाने लाउनु ताजी ताजी छोरो त के भनेर मान्ना कति पिटे पिटे गरा भने के कपाल काट्न हैन त यहाँ मलाई के बोल्छ त भने बुढी लिएर आए राख्दिउ चुप आमा सुले बाहिर जा वामै तिम्रो अर्को मोबाइल भए त अर्को मोबाइल तबाट राख्दै ए सिसीलाई दिन्न मोबाइल हेर्ने रे ऊ तेरो मोबाइल त किन्दिने तलाई दिन त पर नदिन नदिन त्यहाँ हेर बहिनीले हेरे हा इन्दिराले हेरे हा त्यो हातमा दिनु पर्छ नि अनि सिन्दुर हालिसकेपछि त्यो सिन्दुरको बट्टा त अने बुढीलाई दिएरे बुढीले हातमै दिनुपर्छ त्यो सिन्दुर दान गरेपछि ढोग्नु पर्छ नि अनि उठ्या ढोग्ने होला नि खुट्टामा सबै प्लास्टिक दियो झोला दिन पऱ्यो पैसा हाल्न पर्यो नि त्यहाँ झोला दिनु झोला फेरि होइन प्लास्टिक चाहिँ नभ्याउनु हेरे मम्मीलाई एकछिन अलि मैले लिन आफूलाई दिन पिटे गिलो बनाएको छ कि एउटा चामल थपिदिनु न हेरि हुँदैन
ल नि आशिष दिनु पर्यो कि सासु मैले बुवालाई दिनु पर्यो कि बुहारीले सासु आमालाई दिनु पर्यो चाँडै अब दिनै पर्दैन नि आशीर्वाद हुँदै भने भइहाल्छ हुन्छ भने भइहाल्छ धेरै चाहिँ हुनु भएन फेरि डाँडा काँडै ढाक्यो भने आमालाई बोला भन्नु नि खोइ आमै झारबाट बोलाउनु पर्यो हुनु पर्यो नि लगाइदिइहाल्ने हो होइन धिर्न मन लाग्ला नि त अर्कालाई सुन्दैन त जति मलाई लगाइदिए घर कहिले लाउने होला अब कुइ हुन्छ ए मिलाइ मिलाइ सिउरिनु पर्दैन के माथिको भातमै गर्ने पैसा धेरै दिउँ पर्यो छोरो जानलाई यो ल हात बहिनीलाई पनि ल यो कसको बुबाको कुन चाहिँ कहिलेको भने राम्रै आएन त्यहाँबाट तिनीहरूले माला बनाएर सुको भयो नि किन पिटा बहिनीलाई सानो बच्चाले पनि नातिनी बाबु समात्नु न हो यसरी भिडियो बनाउनु नहल्दै गर्नु सन्चो छैन नि त्यही भएर नमाने कि उहाँ कुनामा छ
हेर्न त्यो खुट्टा मुनि यतापट्टि त्यो मेकअप गरेर नातिनी बसेको ठाउँमै त्यो किन गामाइज बाट कस्तो भयो त बे कस्तो लाग्यो हाम्रो यहाँको कल्चर अझै कस्तो भयो मम्मी मम्मी एउटा ब्राउनी अब नाचगान सुरु पहिला भुराहरूलाई दिनु भुराहरूलाई भिडियो नि यहीँ टुङ्गाइदिनु पर्यो भाइहरूको बे पनि सम्पन्न भयो अफर बजाउनु लाग्छ कपिराइट हालिदिँदा छ अफर बजाएपछि भाइहरूको बे टिकाटाल हुँदैछ मेरो बच्चा सन्चो छैन त्यही भएर है अब अफर बजाउँछ नि कपिराइट हालिदिन्छ क्या केटाकेटी हो यसो बोलाउँ न मेरो भ्लगमा नि कस्तो भयो बे एकदम राम्रो सास ससुरो कस्तो लाग्यो बोलाऊ न बोलाऊ जे भने नि भन न तिमीले खुसीले होइन आफ्नै खुसीले बोल्ने हो आफूले मन परा केटा अनि घर कस्तो भयो जेठानी कस्तो लाग्यो कता रमाइलो तिमीलाई यता सिन्धुपाल्चोक रमाइलो लाग्यो यता रमाइलो लाग्यो अब बेहुला बेहुली खुसी छ अब बेहुला बेहुली राजी भएपछि हामीले के चाहिएर उनीहरूको खुसी भएपछि अब यतिमै भिडियो टुङ्गाइदिनु पर्यो भिडियो अलि एकछिन अफर बज्छ फेरि अफर बजाएपछि कपिराइट हाल्दो रहेछ त्यही भएर मेरो बच्चा पनि सन्चो छैन ल यतिमै भिडियो टुङ्गाइदिन्छु म अब